NS1 presentation of financial statements. यसले खास कुरा के हो भने हामीले जो यो जनरल पर्पस फाइनान्शियल स्टेटमेन्ट छ तिनीहरुको लागि जनरल पर्पसमा यहाँ जी भनेपछि 6 वटा सम्म दिएको छ भने तिनीहरुलाई कसरी बनाउने भन्ने कुरा दिइरा हो यो प्रेजेन्टेसन अफ फाइनान्शियल स्टेटमेन्टले। यदि NS1 हुन्थेन भने बाँकी कोही पनि NS हुन सक्दैन अथवा NS1 ले केही पनि भने भएन भने त्यो सबै के गर्ने भन्ने त भनेको छ तर कहाँ गर्ने भन्ने थाहा छैन। त्यसैले NS1 चाहिँ एउटा प्लेटफर्म हो सबैको लागि। अब यो चाहिँ भाषा अलिकति नन प्रोफेसनल ल्याङ्ग्वेजहरु भए तर यो भनेको एउटा स्ट्यान्डर्ड प्रिस्क्राइब हो एउटा स्ट्यान्डर्ड हो यसले बेसिस प्रिस्क्राइब गर्छ त्यो कुरा भयो। र यो कसलाई लाग्छ भन्दाखेरिमा जसले जनरल पर्पस फाइनान्शियल स्टेटमेन्ट बनाउँछ सबलाई लाग्छ। अनि यो मेन लाइन चाहिँ एउटा बी नम्बरमा स्कोपको लेखेको अदर NS NFRS supplements the requirement of NS1 भन्यो। के भन्यो भने अरु स्ट्यान्डर्डहरु भनेको त खाली NS1 को सप्लिमेन्ट मात्र हो अरे। त्यो भनेको NS1 ले जे भनेको छ तिनीहरुको काम गर्नलाई मात्र आएका हुन्। NS1 ले फुलफिल गर्नलाई बनेकाहरु हुन् भनियो। डेफिनेसन मा फेरि त्यही छ यसमा अब के कम्प्राइज हुन्छ त NFRS मा भनेसी NFRS मा त NS NFRS हरु बाँकी इन्टरप्रिटेसन्स हरु जति छ सबै जसले गरेको अब रिलेभेन्ट बडीहरुले गरेको इन्टरप्रिटेसन छ भने त्यो पनि आउँछ। जनरल पर्पस फाइनान्शियल स्टेटमेन्ट भनेको के हो भने त्यस्तो फाइनान्शियल स्टेटमेन्ट जो जनरली सबैले देख्छन् त्यो किसिमको फाइनान्शियल स्टेटमेन्ट हो। तर त्यो भनेको त्यो भित्र हैन त्यो चाहिँ त्यसका लागि अवेलेबल जसले चाहिँ मलाई एउटा टेलर्ड रिपोर्ट बनाइदियो भन्न सक्दैनन् हु आर नट इन द पोजिसन टु इन्क्वायर एन एन्टिटी। जस्तै म बीओडी हो भने त एउटा छुट्टै बनाउनुस् त भने भन्न सक्छु, म सीएफओ हो भने बनाउन सक्छु, म अडिटर हो भने भन्न सक्छु, म रेगुलेटर हो भने भन्न सक्छु। तर म त्यो पोजिसनमा नै छैन भनेपछि अनि त मैले जस्तो पब्लिश गर्छन् उनीहरुले उस्तै हेर्नु पर्यो। इजन्ट इट? र कम्प्रिहेन्सिभ इन्कम टोटल कम्प्रिहेन्सिभ इन्कम एकचोटी थ्योरीमा पनि आएको क्वेशन भयो। यसमा अल कम्पोनेन्ट आउँछन् प्रॉफिट एन्ड लस अकाउन्टमा आउने पनि र OCI मा आउने पनि। तर OCI मा आउने के हुन्छन् त OCI मा त्यस्तो आइटमहरु इन्कम स्टेटमेन्ट नट रिकग्नाइज्ड इन अब यो पनि लेख्या भने हुन्थ्यो तर यो पनि लेख्दिम है नट रिकग्नाइज्ड इन OCI के नट रिकग्नाइज्ड PL मा नट रिकग्नाइज गरेको अथवा अरु NFRS ले भनेको छ भने त अरु कसले भनेको छ त्यो चाहिँ तलकाले भनेको छ। एउटा चाहिँ PL मा नजाने ढुक्कै नजाने, दोस्रो चाहिँ अरु NFRS ले भन्यो भने त यो अरु NFRS ले को NFRS ले भनेछ भने एउटा सब्सिक्वेन्ट रिक्लासिफिकेसन वाला हुन्छ। रिक्लासिफिकेसनको डेफिनेसन छ हामीसँग त्यो चाहिँ नोटमा छ त्यो हामी हेर्छौं। तर यता के भन्यो भने सब्सिक्वेन्ट रिक्लासिफिकेसन गर्न मिल्ने कुराहरु जो ट्रान्सलेसन जस्तो ट्रान्सलेसन आउँछ नि त डेटरमा ट्रान्सलेसन गेन लसहरु आउँछ यो त NS21 हामीले राम्रोसँग पढाएको छौं। इफेक्टिभ पर्सन अफ गेन चाहिँ NFRS 9 जो हाम्रो सिलेबसमा छैन गेन लस छ त्यो पनि NFRS 9 मा छ। सब्सिक्वेन्ट रिक्लासिफिकेसन नहुने आइटम पनि छ के जस्तै 16 मा भएका कुराहरु त्यसलाई त सब्सिक्वेन्ट रिक्लासिफिकेसन गर्दैनौं खाली त्यो त कहाँ के गर्ने भन्ने कुरा मात्रै छ। 16 र 38 दुईटै लगभग सेम एन्ड सिमिलर छ किनभने 38 इन्टेन्जिबल एसेट हो 16 के हो PPE हो उसको ठ्याक्क अपोजिट एउटा टेन्जिबल अर्को इन्टेन्जिबल छ। एक्चुअल गेन सब NS19 छ यो पढेपछि थाहा हुन्छ हैन। एक्चुअल गेन भनेको अब यो इन्स्योरेन्स कम्पनीजहरुमा लागू हुने कुरा एक्चुअल गेन्स भयो। गेन एन्ड लस आयो फेयर भ्यालु थ्रु OCI आयो भनेपछि NFRS 9 अन्तर्गत त्यो पनि भयो र एट्रिब्युटेबल टु चेन्जेस इन क्रेडिट लाइबिलिटीज क्रेडिट रिस्क NFRS 9 अनुसार त्यो पनि NFRS 9 हो। कम्पोनेन्ट्सहरुमा के छ भने कम्पोनेन्ट्समा चेन्ज इन इक्विटी छ बाँकी त अब थाहा भइहाल्छ PL ब्यालेन्स सिट भन्ने क्याश फ्लो भन्ने थाहा भइहाल्यो नोट्सहरु हुनु पर्यो त्यसपछि कम्पेरेटिभ इन्फर्मेसन र ब्यालेन्स सिट पनि एउटा भनेको छ। कम्पेरेटिभ ब्यालेन्स सिट कति बेला भने प्रिसिडिङ पिरियड हो कति बेला जब हामीले अकाउन्टिङ पोलिसी NS 8 अनुसार रेट्रोस्पेक्टिभ लगाउँछौं र अर्को रेट्रोस्पेक्टिभ रिस्टेटमेन्ट भएको छ भने केही गल्ती गर्नु परिरहेछ भने त्यो पनि र रिक्लासिफिकेसन भएको आइटमहरु भने त्यति बेला पनि ब्यालेन्स सिट पनि देखाउनु पर्छ र यसो गर्दा चाहिँ 7 वटा आइटम्सहरु चाहिँ कम्पोनेन्ट्स अफ फाइनान्शियल स्टेटमेन्टमा आउँछन्।
जनरल फिचर्स अफ फाइनेन्सियल स्टेटमेन्ट त्यो चाहिँ फेयर प्रेजेन्टेसन हुनु पऱ्यो, त्यो भनेको ट्रु एन्ड फेयर भ्यूहरू हुनु पऱ्यो, फेथफुल रिप्रेजेन्टेसन अफ एसेट एन्ड लायबिलिटिज हुनु पऱ्यो, र एडिसनल डिस्क्लोजर हो भने त्यो पनि दिनु पऱ्यो। गोइङ कन्सर्न बेसिसमा हामीले लायबिलिटी बनाउनुपर्छ जबसम्म अनलेस म्यानेजमेन्ट इन्ट्रेस्ट लिक्विड, म्यानेजमेन्टको लागि यो इच्छा छैन कि हामी लिक्विडेट गर्ने हो भनेर, अथवा बिजनेस रोकिन लाग्छ छैन, अथवा हेज नो रियलिस्टिक अल्टरनेटिभ बट टु डु सो भनेको त्यस्तो गर्ने त कुनै इच्छा होइन लिक्विडेट गर्ने त अथवा बिजनेस रोक्ने त, तर पनि त्यस्तै गर्न पड रहा है भनेको करना पड रहा है भनेपछि त्यस्तो केसमा पनि गोइङ कन्सर्न भयो। इन्टिटिज प्रस्पेक्ट्स, अब यसमा अर्को केस पनि छ, इन्टिटिज प्रस्पेक्ट फर द्याट एटलिस्ट 12 मन्थ भनेपछि 12 महिनापछि के हुने हो भन्ने कुरा यदि तिमी आजै भन्न सक्छौ भनेपछि त्यस्तो केसमा पनि भन्यो। बाँकी एनएसी एक्टमा हामी यो पढिहाल्छौँ, पढेको पनि छौँ। अनि मेटेरियलिटी एन्ड एग्रिगेसनको बेसिस अर्को दोस्रो कुरा। अब कसरी याद गर्ने होला भने याद गर्न बहुत सजिलो छ, यो जहिले पनि थ्योरीमा त 3 नम्बरमा आइरहने क्वेसन छ, कहिलेकाहीँ त आउँछ 3 नम्बरमा आउँछ यो क्वेसन जहिले पनि आइरहन्छ। फेयर प्रेजेन्टेसन भने ट्रु एन्ड फेयर भ्यूले गोइङ कन्सर्न भयो, त्यो कुनले छ अब 705 हो कि एउटा अडिटमा छ नि एउटा सेक्सन यसको लागि गोइङ कन्सर्न भन्ने 570 60 यस्तै कि ओके। अनि मेटेरियलिटी छ 320, अफसेटिङ भन्ने छ ल। अनि मेटेरियलिटी एन्ड एग्रिगेसन सेपरेटली इज मेटेरियल, सबै आइटमलाई एउटैमा कोचेर हालेर राख्नु भएन, जुन आइटम मेटेरियल छ तिनीहरूको चाहिँ सेपरेटली देखाउनुपर्छ। जस्तै प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भनेको छ नि, प्रोपर्टीको अलग प्लान्ट एन्ड अलग इक्विपमेन्ट अलग देखाउनुपर्छ। सुड नट बी एग्रिगेटेड, सब एकै थैलामा नहाल्नु भनेको। अफसेटिङ भनेको छ अनि यहाँ नट अफसेटिङ लेख्नु पर्दैन लेख्न त, तर अफसेटिङ भनेको यहाँ तल उदाहरणमा पनि राम्रोसँग दिएको छ, अफसेट गर्न पाइँदैन। अफसेट भनेको ल मेरो यो दिनु छ तेरो लिनु छ कट्टा भएर नेट यति भयो भन्न भएन जस्तै, तर पर्मिटेड गर्यो भने चाहिँ पाइन्छ अरे। कस्तो अवस्थामा जसले यो सब्सटेन्स रिफ्लेक्ट सब्सटेन्स अफ ट्रान्जेक्सन देखाउनु, जस्तै एनएफआरएस 9 अनुसार भएको इन्भेस्टमेन्ट गेन लस छ भने लससँग गेन त सेटअप गर्न पायो नि त, जस्तै त्यही हामी एनबिसीमा पनि गर्छौँ। तर रेन्ट रिसिभ भएको यति पेड भएको यति, अब नेटमा चाहिँ पेड आइति आयो अथवा नेट रिसिभ आयो, यस्ता कुरा चाहिँ नगरिदिनुहोस् भनेको। एक्चुअल बेसिसमा गर्नुपर्छ क्यास फ्लो बाहेक। क्यास फ्लो त हामी त्यही भएर त हामी क्यास फ्लोमा होइन त्यो नन क्यास आइटमहरू एडजस्ट गर्नुपर्ने कारण भनेकै यही क्यास फ्लोको यही एक्रुअल बेसिस के अरे क्यास बेसिसमा एक्रुअल बेसिसमा पिएल बन्ने हुनाले त हो नि, नत्र त त्यो नन क्यास आइटम नै आउँथेन। कम्पेरेटिभ इन्फर्मेसन प्रिसिडिङ पिरियडको सबै गर्ने कन्सिस्टेन्टली एप्लाई गर्नुपर्छ, अनलेस मोर एप्रोप्रिएट भइरहेछ त्यसले क्लासिफिकेसन, बाँकी चाहिँ एनएसएटले भन्छ र एनएफआरएसले पनि भनेको छ कि ल ठिक छ यो पोलिसी चेन्ज गर्नुहोस् भने त्यो पनि गर्नु पऱ्यो। फ्रिक्वेन्सी भनेको कम्तीमा वर्षमा एकचोटि चाहिँ बनाउनु पऱ्यो। स्ट्रक्चर र कन्टेन्टमा के हुन्छ फाइनेन्सियल स्टेटमेन्टमा नाम आउनु पऱ्यो, कुन इन्टिटीको त्यो नाम आउनु पऱ्यो, रिपोर्टिङ डेट, करेन्सी ट्रान्सलेसन करेन्सी जुन हो अथवा प्रेजेन्टेसन करेन्सी त्यो बाँकी एनएस 21मा हामी पढ्छौँ। लेभल अफ राउन्डिङ राउन्डिङ अफ युज गरेको छ भने त्यो पनि भन्नु पऱ्यो, र कुन हदसम्म कति फिगरसम्म राउन्ड अफ गरेको हो त्यो पनि भनिदिनु पऱ्यो। स्टेटमेन्ट अफ पिएल भनेको छ, पिएल भनेपछि के बुझ्नुपर्छ भने अब यो माथि चाहिँ स्टेटमेन्ट अफ ओसिआई भनेको र भने छैन नि, स्टेटमेन्ट अफ ओसिआई भन्दैन, यहाँ यसको फाइनेन्सियल कम्पोनेन्टमा ओसिआई पर्दैन, त्यही भएर पिएल भनेको पनि ओसिआई पनि हो भने पिएल पनि हो कम्प्रिहेन्सिभ इन्कम पनि हो र दुवै जोडेर टोटल कम्प्रिहेन्सिभ इन्कम हो भने। अनि नोट्स टु एकाउन्ट छ, बेसिसमा प्रिपेरेसनमा भनिदिनुपर्छ कुन बेसिसमा हामीले गरेको हो भने नोट्स एकाउन्टमा, र एनएफआरएसले अरू कुनै इन्फर्मेसन डिस्क्लोज गर भनेको छ भने त्यो पनि गरिदिनु पऱ्यो। यदि अन्त कतै प्रेजेन्ट गरेको छैन, प्रेजेन्ट गरेको छैन जस्तै ब्यालेन्स सिटमा नदेखाएको तर त्यो कुरा रिलिभेन्ट छ युजरको इकोनोमिक डिसिजन्सको लागि भने त्यो कुरा पनि बताइदिने। डिस्टिङसन्स यो मेन कुरा भयो चाहिँ थ्योरी क्वेसन्स, फेरि आयो सधैँ फेरि घुमी फेरि 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 होइन भन्नु ल भन्ने टाइपको आउँछ, यो आइहाल्छ। करेन्ट एसेट्समा छ, करेन्ट एसेट्स करेन्ट एसेट्सको डेफिनेसन वेन एक्सपेक्टेड टु रियलाइज अर इन्टेन्डेड है, चारवटा कुरा छ लाइबिलिटीमा, चारवटा कुरा छ, यो चारवटा बाहेकको सबै नन करेन्ट एसेट अथवा लाइबिलिटी हो भनेर छ, सजिलो छ। त्यही भएर एक्सपेक्टेड टु रियलाइज अर इन्टेन्डेड टु सेल अर कन्ज्युमिङ नर्मल अपरेटिङ साइकल। यो भने के हो त भन्दाखेरि मैले अस्ति पनि भनेको थिएँ, के हो यो भनेको अरे रियलाइज भनेपछि यो र मेटेरियल हो, इन्टेन्डेड टु सेल भनेपछि यो फिनिस गुड्स हो, कन्ज्युमिङ नर्मल साइकल भनेपछि यो डब्लुआइपी हो अथवा र मेटेरियल पनि हुनसक्छ। हेल्ड फर ट्रेडिङ पर्पस भनेको यो क्लोजिङ स्टक्स हो, ओके। अथवा यसमा अरू पनि आइटमहरू पर्छन् जो यो यसमा चाहिँ कुन कुन आइटम पर्छ भने यो चाहिँ नोटबाट हेरौँ,
यसमा को आइटम्सहरू छ भने यो चाहिँ लाइबिलिटीमा चाहिँ हो कि लाइबिलिटीमा आउँछ। होल्ड फर ट्रेडिङ पर्पसमा यो पनि आउँछ, यतातिर यो पनि आउँछ। यो होल्ड फर ट्रेडिङ पर्पस स्टक भनेर राखिदिएको छु, स्टक त माथि आइसक्यो त केटा हो, त्यही भएर स्टक यहाँ होइन। यसमा चाहिँ त्यही अगाडि यतातिर लेखेको छ नि लाइबिलिटी साइडमा, यता फ्युचर स्वाप्स अप्सन्सहरू हो, यिनीहरू चाहिँ हो। किनभने माथि नै भनिसकेको छ त स्टक्सको त के भनेको छ, इन्टेन्डेड टु सेल भनेको स्टक्स होइन, र क्यास एन्ड क्यास इक्विभेलेन्टहरू आउने अनलेस अब एनएस 7ले नभनेको कुराहरू भन्ने छ, त्यो 3 महिनाभन्दा माथि मार्केटमा सेक्युरिटी भनेर भन्दैन एनएसएनले। र बाँकी अब यो डेफिनेसन मिट नगर्ने जति सबै नन करेन्ट। तर एउटा मेजर कुरा बुझ्नुपर्ने छ, तल नोटमा हेरौँ। नोट मिन्स बुकको नोट। नोटमा के भन्छ भने इन्भेन्ट्री, ट्रेड रिसिभेबल, ट्रेड पेएबल, एडभान्स सप्लायर्स, यस्ता कुराहरू चाहिँ यिनीहरू चाहिँ करेन्ट एसेटमा अथवा करेन्ट लाइबिलिटिजमा पर्छन् रे बियोन्ड 12 मन्थ भनेपछि 12 महिना भयो भन्दा बढीको भए पनि, यहाँ त के भनेको छ, इन्टेन्डेड टु, यो नर्मल अपरेटिङ साइकल भनेको छ होइन। यो नर्मल अपरेटिङ साइकलको डेफिनेसन छ। फेरि तल अपरेटिङ साइकल्सको डेफिनेसन के छ भनेपछि यसले के भन्छ भने टाइम बिट्विन एक्विजिसन अफ एसेट्स अफ प्रोसेसिङ एन्ड दियर रियलाइजेसन हुन्जेलसम्म। तर मलाई एउटा कुरा के हो भने यो रियलाइजेसन भन्दा के भयो भने मलाई यो अकाउन्टेन्सी एजुकेसनमा आएपछि मात्रै रियलाइज भएको, रियलाइज भनेको चाहिँ क्यास आउनु हो भनेर। टाइम बिट्विन एक्विजिसन अफ एसेट्स, र मेटेरियल किनेर ल्यायो, त्यसलाई प्रोसेस गर्यो, डब्लुआइपी बनाएर त्यो बेचेर क्यासमा कन्भर्ट नहुन्जेलसम्मको साइकललाई हामी के भन्छौँ अरे अपरेटिङ साइकल्स भन्यो है। त्यसैले बियोन्ड 12 मन्थ भए पनि यस्ता इन्भेन्ट्री, ट्रेड रिसिभेबल जस्ता कुराहरू हालाकि यिनीहरू डेफिनेसन मिट गर्दैन, किनभने नर्मल अपरेटिङ साइकल भनेको छ भनेपछि यिनीहरू भए पनि पर्छन् भनेको छ। र कन्सिडर टु बी विदिन द नर्मल अपरेटिङ साइकल, यिनीहरूमा जति समय लाग्यो भने 12 महिनाभन्दा बढी लाग्यो भने यिनीहरू चाहिँ नर्मल अपरेटिङ साइकलमै पर्छन् भनेर हामी मान्छौँ। र यसमा अरू के जान्नुपर्ने छ यतातिर भनेपछि यो करेन्ट लाइबिलिटिजमा के पर्छ भने फ्युचर स्वाप्स अप्सन्सहरूका कुरा छ, यो अस्ति हामीले पढेको। बाँकी त अब सबै कुरा एउटा रिक्लासिफिकेसन एडजस्टमेन्ट भन्ने चाहिँ हामीले पढाएको छैनौँ है। रिक्लासिफिकेसन भनेको के हो भनेपछि अहिले पिएलमा छ भनेको यो वर्ष पिएलमा छ, अथवा यही वर्ष पनि असाढको 25 गते, सरी असाढ भन्छु, साउनको 25 गते चाहिँ पिएलमा छ अरे, तर अब अर्को वर्ष आएर चाहिँ ओसिआईमा भन्ने आयो भने, सरी यो अलि मिस्टेक भएछ डेफिनेसन, अहिले पिएलमा ट्रान्सफर गर्नु परिरहेको छ, अहिले पिएलमा ट्रान्सफर गर्नु परिरहेको छ है। तर पहिला चाहिँ अथवा यसै वर्ष पनि, पहिला भनेको लास्ट इयरमा हुँदो हो, अथवा यही वर्ष पनि मानव साउनको 25 गते कुनै कुरा चाहिँ ओसिआईमा थियो भने अब गएर अथवा इयर एन्डमा आउँदाखेरि अथवा त्यही त्यसपछिको सब्सिक्वेन्ट पिरियडमा पनि यदि त्यो चाहिँ पिएलमा ट्रान्सफर गर्नु परिरहेको छ भनेपछि त्यसलाई हामी रिक्लासिफिकेसन एडजस्टमेन्ट भन्छौँ। बाँकी त एभ्रिथिङ इज कभर्ड। अब यो नोट एकचोटि सरर गरिदिने कुरो मात्रै रह्यो।